आउँछु त्यो कुरा हजुरहरूले क्लियर भएर हजुरलाई जे कन्फ्युजन हुन्छ क्लासमा यसो सोधेर नि बल्ल अगाडि गर्छौँ है त हजुरहरूलाई। अँ योमा के प्रब्लम भयो अरे हजुरले 21 इन्च के भन्दैनन् त्यो? यो स्ट्राप बिममा चाहिँ 21 इन्ची राखेको थियो सर। ल मैले यता सिट पनि एक राख्छु। फिट 9 इन्ची। हजुर सर। त्यो टोटल गर्छ 1 फिट 9 इन्ची मैले ल्याएको थिएँ सर। 1 फिट 9 इन्च। हजुर। होइन सर स्ट्राप बिम होइन सर टाई बिममा चाहिँ हो सर 1 फिट 9 इन्ची ल्याएको थिएँ हजुर होइन। स्ट्राप बिममा चाहिँ पर्खिनु सर म हेर्छु। यसमा चाहिँ 3 फिट ल्याएको थिएँ सर स्ट्राप बिममा चाहिँ। 3 फिट लिनुभएको थियो। हजुर। अनि हजुरले कन्फ्युजन भएको स्ट्राबीमा 3 फिट लिनुभयो त्यसो भए ठिकै हो त। कन्फ्युजन कहाँ भयो ठिक हजुरलाई? छ नि सर। उम्, मेरो चाहिँ कन्फ्युजन भएको भनेको चाहिँ सर त्यो यो टाई बिम छ नि सर टाई बिममा चाहिँ मैले 1 फिट 9 इन्ची ल्याएको थिएँ। नौ हजुर इन्ची बिम भएर चाहिँ 1 फिट लिन पाउँछ कि पाउँदैन भन्ने चाहिँ हो सर। मिल्छ नि। 6 इन्ची यता वर्किङ र 6 स्पेस इन्ची उता। भन्नुभएको। वर्किङ स्पेस। हजुर सर। वर्किङ स्पेस हजुर हजुर पनि हिजो पनि मैले के भनेको थिएँ भने हजुरले वर्किङ स्पेस 6 इन्च पनि मान्छे लिन्छ है त नर्मली 6 इन्च 1 फिट पनि लिन्छ। अब हजुर हजुरले म 2 फिट पनि लिन्छु भन्न मिल्यो हजुरले 2 फिट पनि नलिन मिल्ने सर। होइन। तर हजुरले अब धेरै लिन जति पनि मिल्यो भने हजुरले धेरै पनि लिने होइन नि त होइन र? ठिक्क जति लिनु हजुर पर्यो सर। जति। त्यसो भए हजुरले 6 इन्च राख्नुहोस् 1 फिट राख्नुहोस् होइन 2 फिट राख्नुहोस्। तर सकेसम्म हाम्रो जतिले काम हुन्छ हजुरले त्यति राख्न सक्नु त्यति राख्नुभयो भने भयो होइन। अब धेरै राखेर हजुरलाई हजुर इकोनोमिकल पनि हुनु पर्यो हो कि होइन? धेरै गरेर काम पनि हो छैन। सर। ल अब अब अनि त्यसपछि बुदनजी आउनु भएको छ। हजुर आउनु। आउनु भएको छ। ल हजुरले कहाँ के कन्फ्युजन भयो गर्नुभयो हिजो जति? हिजो सर गयो हिजोको चाहिँ कुनै कन्फ्युजन छैन। हिजोकोमा केही कन्फ्युजन तपाईँलाई छैन। ल तपाईँलाई सोध्छु। ल हजुरले गर्नुभयो कि छैन गर्नु गरेको? भएन। छैन गरेको। हजुर। ल हजुरहरूले सकेसम्म सबैले गर्नु होला है त म हजुरलाई गराएर क्लास कम्प्लिट गरेर मात्र पनि भएन। हजुरले गर्नुभयो भने एट लास्ट हाम्रो के कुशलजी पनि आउनु भएको छ। आएको छु सर। ल हजुरले गर्नुभयो। सर म त आज बिहान यता गाईघाटतिर आउने काम परेर यता आएँ म भोलि गर्छु कि ए ल हस् हुन्छ मैले हजुरले पनि। मोबाइलबाट अहिले हेरिरहेको छु सर। ओके हजुरले पनि गर्नु होला। हजुर त अब अलिकति मेहनती नै हुनुहुन्छ नन टेक्निकल भएर पनि। त्यही भएर हजुरले अहिले सँगसँगै गर्नुभयो भने कन्फ्युजन हुँदैन पछि एट लास्ट गर्नुभयो भने हजुरलाई कन्फ्युजन हुन्छ है त। म गर्छु। अनि अब सर यो 5% एक्स्ट्रा राख्नु भएको छ नि सर तपाईँले। हजुर सोइल इज हजुर कन्सिडर फर द वेस्ट अन द साइट भन्नु यो चाहिँ हजुर सर 5% चाहिँ किन लिएको सर? यस्तो 5 अब साइट अनुसारले अब हजुरले 5 फिट हजुर खन्छ। 5 फिट हजुरले खन्नुहुन्छ नि होइन? अब ठ्याक्क एक्ज्याक्टली हजुर 5 फिट खनिन्छ त। खनिँदैन एक्स्ट्रा खनिन्छ। हजुर हो एक्स्ट्रा खनिन्छ त्यही भएर हामीले 5% 5 to 10% जति लिन सक्नुहुन्छ हजुरले। कति कति ए ठाउँमा अब त्यसको त्यो कम्पनी अनुसारले अब हजुर प्रोजेक्ट अनुसारले त्यहाँ मेन्सनै गरे हुन्छ होइन। 5 to 10% 5% पनि लिन्छ। कति ठाउँमा हजुरले कति प्लेसमा हजुरले मिनिमम 5% त लिन पायो। ए हुन्छ सर। ल अझै छ केही क्वेसन हजुरहरूलाई? अब अब त्यसो सुरु गरिहालौँ है त। अब हजुरले अर्थवर्कको काम हामीले सबै हिजो सकायौँ होइन F1 F2 F3 F4सम्म ग्रिड 1122 1133 एट ग्रिड 22 एट एएसिसी एट ग्रिड बिबी। यसमा हजुरले यहाँसम्म कन्फ्युजन छैन म बुझेँ है त। हजुरहरूलाई छ भने अहिले नै क्लियर गरिहाल्नुहोस्।
अब त्यसपछि हामीले यहाँसम्म आउँदाखेरि यहाँ टोटल हजुरले सम गर्नुहुन्छ र 5% हामीले 5% जुन एक्स्ट्रा ठ्याक्क 5% हामीले त एक्ज्याक्टली त खन्दैनौँ, बेसी खन्छौँ। त्यही भएर हामीले यहाँ साइडमा हजुरले 5% भनेर लेख्या छ, हो कि होइन? हेर्नुभयो, सबैले देखिरहनु छ। 5% एक्स्ट्रा सयल इज कन्सिडर फर द वेस्ट अन द साइट। त्यसमा हजुरले टोटल हाम्रो कति आयो? 45.28। यसलाई हजुरले 5% गर्नुभयो भने कति आउँछ? सबैले त यसलाई त 5% गर्न सक्नुहुन्छ नि है? छ कसैलाई केही प्रब्लम 5% गर्नलाई? छ भने भनिहाल्नुहोस् है त। 5/100 इन्टु यो, हो कि होइन? ल, 2.26 आयो। अब 2.26 हजुरले यसमा जोड्नुभयो भने 47.54 आयो। 5% अफ 45.28, टोटल सम यतिको गर्नुभयो भने 2.264 आयो। अब त्यो यसलाई जोडिदिनु भयो भने यति आयो। यो क्युबिक मिटरमा आएको हो, किनभने हाम्रो लेन्थ ब्रेथ हाइट तिनटै कुरा भएको कारणले आएको है त। ल, अर्थवर्कको काम सकिसक्यो, हामीले खन्ने काम गरिसक्यौँ। खन्ने काम गरिसक्दाखेरि अब हामीले फुटिङ F1 सबै दिनुभयो, अनि ग्रिड पनि हाल्नुभयो होइन? ग्रिडमा पनि हजुरले खनिसक्नुभयो। अब के काम गर्छौँ अब भन्नुहोस् त? अल टाइप एक्जाभेसन क्लियरेन्सिलिटी सोइल लिफ्टिङ अप टु 1.5 मिटर एन्ड डिस्पोजिङ अप टु 10 मिटर भन्दैछ। यो काम त अब भइसक्यो, एक्जाभेसनको काम भइसक्यो। अब एक्जाभेसनको काम सक्दाखेरि अब त्यसपछि हामी के गर्छौँ भन्नुहोस् त? ब्याकफिलको काम गर्छौँ। ल, अब ब्याकफिलको काम गर्छौँ। ब्याकफिल भनेकै अब हजुरले त्यसमा कङ्क्रिटिङहरू उताउति, अब ठ्याक्क हजुरहरूले भिडियो हेरेर हेर्नुहोस् है त, बुझ्नुहुन्छ। हिजो पनि मैले यो देखाएको थिएन, यहाँ लेआउट गर्यो। अब त्यसपछि लेआउट गर्दाखेरि लेआउट कम्प्लिट भइसक्दाखेरि त्यसपछि एक्जाभेसनको काम गर्छौँ। एक्जाभेसनको काम गरिसक्दाखेरि त्यसपछि हामी ब्रिक सोलिङ गऱ्यौँ। ब्रिक सोलिङ गरिसकेपछि हामीले के गर्छौँ त? त्यसपछि पिसिसी गर्छौँ। हेर्दा ब्रिक सोलिङ भयो फुटिङको पार्टमा। अब ब्रिक सोलिङ सकेपछि हामीले के गर्छौँ? पिसिसी गऱ्यौँ है। पिसिसी 3 इन्चको हुन्छ। ल, हामीले ब्रिक सोलिङ 2.5 इन्चको गर्छौँ, थिकनेस ब्रिकको जति, अनि त्यसपछि पिसिस 3 इन्चको गर्छौँ। त्यसपछि रेइन्फोर्समेन्टको काम हुन्छ। यो कोलुम गएको है त, कोलुमको रेइन्फोर्समेन्ट, अनि स्टिरअप 4-4 इन्चमा। अब फाउन्डेसनमा हामीले कङ्क्रिटिङ गरिरहेछ। ल, कङ्क्रिटिङको फाउन्डेसनको काम सकिसकेपछि हामीले ग्रिडको काम गर्छौँ। ग्रिडमा
हामी खन्छौँ। ल ग्रिडको काम खनिसक्दाखेरि त्यसपछि हामी ब्रिक सोलिङ गर्छौँ, त्यसमा पिसिसी गर्छौँ। हेर्नु त रेन्फोर्समेन्टको काम भयो है त। अब यो ग्रिडमा पनि गर्यो। ल अब यस्तो हाम्रो यदि चारैतिर हाम्रो स्ट्र्याप सरी आइसोलेटेड फुटिङ छ भने लोवर टाई बिम यस्तो जान्ने भयो है त। हेर्नु त यसरी सबै भ्यू यसरी साइडबाट यस्तो देख्छौँ भनेर यसरी देखाएको छ। ल अब हजुरलाई मैले देखाउनुको रिजन के थियो भने यो चाहिँ हाम्रो कति कुन प्लेसमा हुँदैछ त। यो काम भनेको हामीले कहाँ गर्दैछौँ भन्नुहोस् त कोही। यो काम भनेको हजुरले एक्जिबिसनमा। ल हेर्नुहोस् है, अब हजुरहरूले यसरी ब्रिक वर्कदेखि पनि हाम्रो लोवर टाइपदेखि ठ्याक्क हाम्रो कुन लेभलसम्म लोवर टाइपदेखि हाम्रो ग्राउन्ड लेभलसम्म त अब इँटा जोड्नु पर्यो नि त होइन। के ग्राउन्ड भन्नु लेभलभन्दा तल सर। हजुर, प्लिन्थ लेभलभन्दा तल जोड्नु पर्यो। हजुर हजुर जोड्नु पर्यो। त्यो ब्रिक वर्क हामीले त्यहाँसम्म लेभलसम्म गऱ्यौँ। अनि त्यसपछि प्लिन्थ लेभलभन्दा तल गऱ्यौँ अनि ग्राउन्ड लेभलसम्म हाम्रो के भन्छ माटो अहिले सबै हजुरले देखिरहनु भएको छ। यो खाल्टो आई मिन जस यसमा त फुटिङ भयो, फुटिङमा स्ट्राबिम गएको छ अनि त्यसपछि पनि त खाल्टो खाल्टो स्टिल रहिरहन्छ नि त। पुरै हाम्रो ग्राउन्ड लेभलसम्म त पुरै फिल भएको छैन माटो लिएर छ छैन सर भन्नु। छैन। भन्न खोजेको अहिले स्टिल यसमा हजुरहरूले होल जस्तो देखिरहनु भएको छ नि त भित्र, हो कि होइन? हजुर हो। अब हामीले जुन माटो निकालेको थियौँ नि 5 फिट हजुरले देब्रे खन्नुभएको थियो चारैतिर सबै फुटिङमा, हो कि होइन? हजुर अब त्यो हजुर माटो हामीले अब फिल गर्छौँ क्या यसमा। अब किनभने त्यो पुरै हामी कङ्क्रिटिङ गरेर कङ्क्रिटिङ उता रिभार्सहरू सबै कुरा हेर्नुभयो हजुरहरूले, मैले देखाएँ हो किन। अनि त्यो चाहिँ फुटिङ स्ट्राबिम यो लोवर टाइबिमदेखि सबै कुरा कङ्क्रिटिङ उताउति मिलाएर 40% जति मात्र यसमा फिल भयो क्या यो हजुरले जुन एक्जाभेसन गर्नुभयो नि त्यो प्लेसमा। अनि रिमेनिङ त अब हामीले माटो लिएर फिल गर्नु पर्यो, हो कि होइन? हेलो हो हजुर
हो, माटो फिल गर्नु पर्यो। त्यो माटो जुन हामीले खनेको थियौँ त्यही माटो अब यसमा फिल गर्छौँ। त्यो माटो कति लाग्छ त, अब त्यो कुरा हेरौँ है त। यता हामीले माटो जुन ग्राउन्ड लेभलसम्म है, त्यो माटो जुन फिल गर्छौँ नि हामीले, सुन्दै हुनुहुन्छ सबैजना? हजुर सुनिरहेको हजुर छ सर। ल, त्यो माटो जुन गर्छौँ प्लिन्थ 60। हजुर हजुर भन्नुहोस्। हजुर प्लिन्थ लेभलभन्दा तल हुन्छ। हजुर, प्लेन लेभलभन्दा तल हामीले ब्रिक वर्क जोड्यौँ इँटा, तर हामीले माटो जुन फिल गर्छौँ नि, जुन माटो हामीले खनेको थियो, अर्थवर्क जुन गरेको थियौँ हामीले, त्यो 45.28 47.54 आयो नि त होइन हजुरले? यो यसको टोटल सम हो कि होइन? अनि ब्याक फिलिङ हामीले 60% जति खनेको थियौँ, त्यति 60% हजुरले 60% हजुरले जुन माटो हजुरले भर्नु भयो भने त्यसको 40% हाम्रो त यो यता कङ्क्रिटिङ पार्टहरू उताउति फिल भयो। 60% हजुरले त्यही माटो सर हजुरले। हजुर भन्नु न। यहाँ त हाम्रो एक्जाभेसन पछि डाइरेक्टै यो फिलिङै आछ होइन। हजुर। फिलिङ विथ अर्थ मेटेरियल इन 15 उम्, सेन्टिमिटर लेयर एन्ड कम्प्याक्टिङ इच लेयर बाई एडिङ वाटर ट्रान्सपोर्टेसन सोइल विथ 10 उम्, मिटर रेडियस। अँ, के भन्छ स्टेप बाई स्टेप हामीलाई गर्न मिल्दैन, जसरी तपाईँले सोलिङ पिसिसीहरू भन्नुभयो होइन। उम्, त पहिला त्यसकै गरेर अनि प्लिन्थ बिमसम्म हामीले काम गरेर अनि त्यसमा ब्याक फिलिङ गर्दा त्यो नि बेस्ट हो सर होइन र? हजुरले जसरी पनि जानुभयो इस्टिमेट गर्दै हुनुहुन्छ नि त, हो कि होइन? हजुरले हजुर बिल्डिङको कस्ट निकाल्दै हुनुहुन्छ। हजुर हजुरले जसरी पनि हजुरले एटलिस्ट सबै कुरा आउनु पर्यो, मेन्सन हुनु पर्यो है। हजुर सर, हुन्छ सर। ल, अब हजुरले जुन हामीले माटो जति पर्सेन्ट यो जुन एक्जाभेसन गऱ्यौँ त्यसको 60% त्यसमा हामीले माटो जति हामीले एक्जाभेसन गऱ्यौँ खन्छौँ भने त्यो ग्राउन्ड लेभलसम्म आउँछ है। त्यो फिल गऱ्यो भने त्यो भोइडमा हामीले 60%, 60% कसको 47.54 2.1 को हजुरले 60% जति हजुरले माटो त्योमा फिल गर्नुभयो भने बल्ल ग्राउन्ड लेभलसम्म आउँछ है। 60% अफ हजुरले 60% अफ 47.54 गर्नुभयो भने यति यति यसको भ्यालु यति आउँछ। ठिक छ, यो कुरा सबैले बुझ्नुभयो? बुझेँ सर। ल, त्यसपछि अब हामीले ग्रिड AB12, अब हामीले ग्रिड AB12 को पनि त अब फिल गर्नु पर्यो, हो कि होइन? ग्रिड AB12, अब ग्रिड AB12 भनेको यो भयो। भन्न खोजेको अब हेर्नुहोस् है त हजुरहरूलाई म इमेजमा बुझाउँछु। ग्राउन्ड लेभलसम्म आयो, ग्राउन्ड लेभलदेखि प्लिन्थ लेभलसम्म पनि त अब माटो फिल गर्नु पर्यो कि परेन? पर पर्यो। पिक्चर ल, यस्तो सुन्नु, यो चाहिँ हजुरको ठ्याक्क ग्राउन्ड लेभलको अब जस्तो लोवर टाइबिम छ भने अब ठ्याक्क हजुरले लोवर टाइबिम यसमा हजुरले लोवर टाइबिम लेभल जुन देख्नुहुन्छ नि होइन, लोवर टाइम लेभलसम्म हजुरले जुन माटो जुन 60 जुन अलरेडी इक्जाभेसन गर्नुभएको थियो त्यो 60% फिलअप गर्नुभयो भने ग्राउन्ड लेभलसम्म आयो क्या, त्यो इजम्सम गरेको। अब हजुरले भन्नुहुन्छ यो इजम्सम गरेर नै लिन्छ, लमसममै लिन्छ, बुझ्नुभयो सबैले? 60देखि 50 to 70% जति, 50 to 60% जति लिन्छौँ हामीले। 50 to 70% जति त्यही माटोले हजुरले लमसम गरेर लिने हो। हजुरले 1/1 गर्नुभयो भने सबैको भ्यालु निकाल्नु पर्यो। अब कङ्क्रिटिङको निकाल्नु पर्यो होइन, स्टिलहरू उताउति जति युज भएको छ ग्रिडहरू सबैको हजुरले भोल्युम निकालेर अनि बल्ल एक्ज्याक्ट आउँछ। तर हामीले फिल गर्दाखेरि अब एस्टिमेट गर्दाखेरि यसरी नै 50 to 60% जति लिन्छौँ लमसम गरेर है।
हामी लमसम अब हजुरले निकाल्न जानुभयो भने एक्ज्याक्ट निकाल्नुभयो भने त्यो सबैको भोल्युम निकाल्नु पर्यो, नत्र हजुरले 50 to 60% जति हामीले यसरी लमसम गरेर लिन्छौँ। त्यो भनेको ग्राउन्ड लेभलसम्म, हामीले ग्राउन्ड लेभलको प्लिन्थ लेभलको टपसम्म आयो भन्न खोजेको। 60% माटो फिल गर्छौँ। अब रिमेनिङमा त अब हामीले माटो फिल गर्नुपर्छ आफैले, हो कि होइन? हजुर। ल अब हेर्नुहोस्, अब ग्रिड AB12, अब ग्रिड AB12को माटो AB12 भनेको के भयो त? यसमा अब फिलिङको लागि पनि मैले छुट्टै हजुरलाई ग्रिड यसरी ब्याक फिलिङ भनेर पनि मैले दिएँ होला है त। ल फर ब्याक फिलिङ अप टु प्लिन्थ लेभल। अब ब्याक फिलिङ हामीले प्लिन्थ लेभलसम्म गर्नु पर्यो माटो, हो कि ग्राउन्ड लेभलसम्म हजुरले यही 60% यसकै लिनुभयो हजुरले 2.1कै। अब हजुरले रिमेनिङ त्यहाँ ग्राउन्ड लेभलदेखि ग्राउन्ड लेभल भन्नुहोस्, चाहे हजुरले लोवर टाइबिङको टप लेभलदेखि प्लिन्थ लेभलसम्म अब हामीले माटो फिल गर्नु पर्यो, हो कि न? अब सोइल त्यहाँ फिल गर्नलाई AB12 भनेको यो ग्रिड भयो। अब यो ग्रिडलाई अब यसमा हामीले फिल गर्छौँ नि त। यसरी लेन्थ यसरी हजुरले ठ्याक्क यसरी नाप्नुहुन्छ। लेन्थ कति छ त? 3.36। अर्को के छ? 3.58। यसको लेन्थ ब्रेथ लिनुहुन्छ, हो कि न? लेन्थ ब्रेथ लिनुहुन्छ। यो कति छ हाम्रो? हेर्नुहोस् त 3.36। AB12 3.36, 3.58, 3.58 यति लेन्थ ब्रेथ लियौँ। अब हाइट चाहिँ हामीले कहाँबाट लिने हो भन्नुहोस् त? भन्नुहुन्छ मलाई कसैले? हाइट सेक्सनबाट लिने सर। सेक्सनबाट अब मैले कहाँबाट कहाँदेखि नाप्नु होला भन्नुहोस्? हजुरहरूलाई लिनु सोधेँ म। अब DLI यस इन्टर भन्नुहोस्। यो लेभल यहाँदेखि लिने योसम्म हो खै त? पिसिसीबाट लिनु पर्यो नि सर। PCCदेखि लिने? ल भन्नुहोस् त हजुरहरूले। होइन सर, यो मैले प्रिन्ट लेभल ग्राउन्ड लेभलबाट लिने हो सर। होइन सर, प्रिन्ट ग्राउन्ड लेभलबाट लिने लेभलदेखि सर। लिएर यहाँ तलदेखि सर, तल्लोसम्मको लागि। ल गुड। हाम्रो जीवाजीले के भन्नुभयो? ग्राउन्ड लेभलदेखि लिनु पर्यो, किनभने हामीले 60% फिल गर्दाखेरि ग्राउन्ड लेभलसम्म त आइसक्यो, हो कि होइन? ए त्यो हजुर 60% उम्, पछिको कुरा हो सर। ग्राउन्डदेखि हजुर हो, प्लेनसम्म हजुर हो, 1.6 फिटको हो। अब यसमा हामीले 156 यो इन्चको। लेभलसम्म त अब माटो फिल गर्नु पर्यो नि त, हो कि होइन? अँ, तर हामीले पुरै माटो प्लिन्थ लेभलसम्मै गरिदिन्छौँ त। DLI इन्टर यो ग्राउन्ड टु प्लिन्थ लेभलसम्मै। सोलिङको भाग छोडेर। PCC सोलिङको भाग त हामीले छोडेर गर्नु पर्यो, हो कि होइन? हो। यो चाहिँ हाम्रो DLI गर्दाखेरि यो ग्राउन्ड लेभलदेखि, ल DLI इन्टर यो ग्राउन्ड लेभलदेखि लिएर यो लेभलसम्म हाम्रो 0.61 छ भने हजुरले यहाँ 10 सेन्टी, अब हजुरले 10 सेन्टिमिटर जति हामीले रिड्युस गरेर 0.51 लिएको है त। हो। त्यो ब्रिक सोलिङ PCCको लागि हामीले छोडेको हो, छोडेर यति लिएको, हाइट त्यसरी लिएको। यसमा हजुरलाई केही कन्फ्युजन छ कसैलाई? सर एकपल्ट फेरि भनौँ सर, त्यो टिप्नु पर्यो सर। हजुर त्यो लेख्नु पर्यो कि सर, त्यो 10 सेन्टी त्यो उयो गरेको छ नि सर, त्यसको लागि त्यो चाहिँ। ल भन्नुहोस् लेख्नुहोस् न। त्यसो ब्रिक सोलिङ र PCCको लागि हजुरले 10 सेन्टी छोड्नु भएको हो। DLI सर इन्टर गर्नु होला। यहाँ ग्राउन्ड लेभलदेखि प्लिन्थ लेभलसम्म अहिले फिलिङ गर्दैछौँ होइन। अब 0.61 आयो। अब हजुरले यसलाई 10 सेन्टी जति हामीले रिड्युस गरेर लिएको हो, भन्नुहोस् त। अहिले के छ नि सर, अहिलेको न्यू ट्रेन्डमा मान्छेहरू त्यो जुन प्लिन्थ बिम हाम्रो छ हजुर त्यहाँभन्दा पनि तपाईँको ब्रिक वर्क गरेर तिनवटा ब्रिक वर्क गरेर हजुर अनि डिपिसी गर्दो रहेछन् त्यो ड्रेनेजको, त्यसको लागि ड्रेनेजको लागि ड्रेनेज केसको हजुर। हो, त्यस्तो पनि गर्छ। तर हजुरले अब त्यो भनेको हजुरले वे होइन। अब गर्न त जसरी पनि ठेकेदार हजुरले साइटमा गरिरहन्छ नि त। हजुरले जसरी रेन्फोर्समेन्ट गर्नुपर्ने हो त्यो वेले गर्दैन। हामीले इन्जिनियर हजुर भएपछि त्यो एउटा सिस्टममा गर्नु पर्यो नि त।
हजुर हजुर ल हजुरहरूलाई के कसैलाई के क्वेसन छ यहाँसम्म? ल त्यसो भए हजुरले ग्रिड एबी 1 2 फिल गर्यो, त्यसरी एबी 2 3 बिसी 1 2 बिसी 2 3 सबै सेल हामीले त्यसरी सबैमा फिल गर्नु पर्यो कि परेन? हेर्नु त, ब्याक फिलिङ हाम्रो ब्याक फिलिङ अप टु प्लेन्थ लेभल। ल यो सबैमा त अब हामीले फिल गर्छौँ ग्राउन्ड लेभलसम्म, हो कि होइन? त्यसै गरी अब सबैले हजुरले लेन्थ ब्रेथ नापेर हाइट सेम हुन्छ सबैको लागि, डेप्थ। ल हजुरहरूले के नाम अरे हाम्रो जीवजी, हजुरहरूले मैले सोद्धाखेरि हजुरहरूले पनि हजुर सर। टु ए कम्युनिकेसन हुनु पर्यो है त? कि अर्को हाम्रो को ए, हुनुहुन्छ? हाम्रो साथी को हुनुहुन्छ नि, कौशलजी। हजुर हजुर हुनुहुन्छ कौशलजी? छ। ल बुझेपछि बुझ्यो, नबुझेपछि नबुझ्यो भन्ने है त। चुप लागेर बस्नुभयो भने त म बुझ्छु त, हजुरहरूले बुझिरहनु भएको छ कि छैन? सर यो 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 ग्रिडको कुरा छ नि, एबी 1 2 छ नि, उम्, एबी 1 2 भनेपछि ए र बी हामीले एबिबी एबी कस्तो हो यो? अब हामीले के गर्दैछौँ हेर्नु त, यसमा फिल गर्दैछौँ, अब कोठा कोठा वाइज फिल गर्दैछौँ नि त। त्यसो भए त्यही कारणले एबी 1 2 लेको हो है। ओके ओके ओके। ल हामीले इन्डिभिजुअल कोठाको मेजरमेन्ट गर्छ। उम्, ल अझै कुशलजी जीवजी हजुरलाई पनि क्वेसन छ के? छैन सर मलाई। ल अनि हाम्रो के बुद्धनजी? छैन सर। ल अब त्यसपछि हामीले यो फिल गरिसक्यौँ, त्यसपछि अब ब्रिक वर्क गर्छौँ है त। ब्रिक वर्क हामीले ब्रिक वर्क सोलिङ, अब सोलिङको काम गर्छौँ। सोलिङ अब कहाँ कहाँ जान्छ हजुरहरूले यसो विचार गर्नु पर्यो। अब म अघि भिडियो पनि देखाएकै थिएँ, फ्ल्याट ब्रिक सोलिङ। यस सोलिङ हाम्रो जहिले पनि स्क्वायर मिटरमै हुन्छ, हो कि होइन? ब्रिक सोलिङ हजुरले स्क्वायर मिटरमै हुन्छ। हजुरहरूले कति भन्नु सोच्नुभयो होला त्यसको अब त हाइट किन भएन, त्यो त स्पेसिफाइड छ नि त, त्यही भएर हाम्रो स्क्वायर मिटरमै हुन्छ है त। त्यसलाई अब ब्रिकलाई टुक्रा टुक्रा पारेर चाहिँ त्यसलाई थिकनेस निकालेर त गर्नु हुँदैन। जत्रो ब्रिकको साइज हुन्छ त्यही राख्नुहुन्छ थिकनेस, त्यही भएर स्क्वायर मिटरमा हुन्छ है त। F1 F1 को लागि अब फेरि त्यसै गरी अब F1 को नाप्नुहुन्छ हजुरले। ल F1 को हजुरले जसरी माथि गर्नुभयो होइन एक्जामिनेसन पार्टहरूमा, अब त्यसरी नै 1.68 1.6 लेन्थ ब्रेथ नाप्नुहुन्छ। अब लेन्थ ब्रेथ हामी त्यसरी नै नापेको हो है। F1 एउटा छ, F2 त्यसरी दुईवटा छ। अब त्यसरी F2 पनि त्यसरी नै नापेको हो, दुईवटाले नापेर F2 पनि त्यसरी गरेको, F3 F4। अनि त्यसपछि टाइबिम है, टाइबिममा पनि 8 ग्रिड एएबिबिसिसी लिएको हो। अब हजुरले त्यो चाहिँ हजुरले कहाँबाट लिनुहुन्छ ब्रिक सोलिङको लागि? ल ल अब ग्रिड एएबिबिसिसी एकैपल्ट हजुरले यसलाई नाप्नुहुन्छ है। अब सोलिङ त हाम्रो यसमा मात्र जान्छ नि त, हो कि होइन? यो कोलुमा पनि जान्छ, डिएलआई इन्टर। ल यो ब्रिक सोलिङ हाम्रो जहिले पनि यो ग्रिडमा यो यहाँसम्म कोलुमको लेभलसम्म मात्र जान्छ, 3.51 है। फेरि हाम्रो यो इन्टु यो इन्टसम्म गयो 3.89। यो हजुरले एड गरिदिनुहुन्छ दुइटैलाई, एएबिबिसिसी। ए एउटा दुईवटा तिनवटा एकैतालले हामीले 3, त्यही भएर 3 लिएको हो। यसलाई दुइटैले हजुरले प्लस गरिदिनुहुन्छ, कति आउँछ हजुरले एउटा कति भ्यालु छ 3.89 3.51। यो दुइटाले प्लस गरेर हजुरको कति भ्यालु छ त? ल 3.51 3.89 त्यो भ्यालु आएको हो। यो हाम्रो 9 इन्चको हुन्छ, हो कि होइन? हजुर सर। हो। हाम्रो लबर टाइबिङ सोलिङ कति बाई 9 कतिको हुन्छ? 9 इन्चको भयो भने सर 9 भए 9 त्यो भने बढाउनु पर्छ नि सर प्लेन्थ कभरको प्लेन्थ लागि। प्लेन्थ बिम कति हुन्छ? 9 बाई 1 हुन्छ 9/12 बिम। 9 बाई हो
12 12 9/12। अप्पर टाई बिम मेन बिम कतिको हुन्छ? 10/12 को 9/14 को है। अब हजुरले हजुर यो मुकेशजीले के भन्दै हुनुहुन्थ्यो, अलिकति बढाउनु पर्छ होइन? यो चाहिँ हजुर हजुरले त्यो बढाउनु पर्दैन, हजुरले त्यत्तिकै लिँदा हुन्छ। अब त्यो गर्दाखेरि अलिअलि बाहिर निस्किन्छ, त्यो हामीले नै लिन्छौँ है त। यसको जति हाम्रो लवट बिमको छ हजुर विड्थ त्यत्तिकै लिन्छौँ हामीले। 0.239 इन्च हुन्छ, 0.23। अब यो हामीले त्यसपछि अहिले चाहिँ हामीले कुनको गर्दैछौँ त? ब्रिक सोलिङ गर्दैछौँ नि होइन? 1 ल यो गयो। अब हजुरले हुन्छ, हजुरले यता 0.30 भनेको कति आउँछ हजुरले? 0.23 अलि हजुरले भन्नुभयो नि त, अलिअलि बाहिर निकाल्नु पर्यो होइन? पिसिसी गर्दाखेरि हामीले बिमभन्दा अलि दुइटै साइड अलिअलि निस्किया हुन्छ नि त, हो कि होइन? कम्तीमा 5-5 सेन्टी सर, 5-5 कम्तीमा सेन्टी पाँच पनि पाँच भयो भने ठिक छ। 5 सेन्टी जति हजुरले निकाल्नुहुन्छ। 0.30 भनेको हजुरले कति हुन जान्छ त? 1 फिट भइहाल्यो, 1 फिट 0.30 हुन्छ को 1 सर। फिट भयो। 9 छ भने यसमा 1.5 जति निकालेको छ है। अब दुइटै पिसिसी यसमा गर्दाखेरि हामीले दुइटै साइड त अलिअलि निकाल्नु पर्यो नि त होइन? अब हजुर हजुर कति ठाउँमा ननिकालेर पनि गर्छ, तर हामीले अब त्यो निकालेर नै गरौँ त अलिअलि। पिसिसी गर्दाखेरि हाम्रो बिमभन्दा अलिअलि बाहिर निस्किन्छ। त्यो भनेको हजुरले दुइटै साइड 1.5 जति एक्स्ट्रा निकालेको छौँ है त। अब यसैलाई हुन्छ सर। हजुरले अब यसैलाई हजुरले के गरिदिनुहुन्छ? प्रडक्ट गरिदिनु भयो भने यति आयो। प्रडक्ट गर्न त हिजो मैले सिकाएकै थिएँ नि त, हो कि होइन? सकिन्छ सबैले? ल इक्वल टु गर्नुहुन्छ प्रडक्ट ल प्रडक्टलाई यसरी क्लिक गर्नुहुन्छ। त्यसपछि यो तिनटै हजुरले लिइदिनु होला अनि क्लोज ब्राकेट इन्टर। अब ग्रिड एएबिबिसिसी पनि भयो। अब एक्स्ट्रा बिम हजुरको एक्स्ट्रा बिम कहाँ कहाँ गएको छ? अब एक्स्ट्रा बिमको लिनु पर्यो, हो कि होइन? अब एक्स्ट्रा बिमको लागि कहाँ कहाँ गएको छ भन्नुहोस् त? ग्रिड कुन कुनमा गएको छ? 11/33 मा सर ग्रिड। ल ग्रिड 112223 तिनटैमा गएको छ है त। एक्स्ट्रा बिम त तिनटैमा गएको छ हजुर होइन र? हेर्नु त, तिनटै ग्रिडमा एक्स्ट्रा बिम छ नि त। हजुर सर। ल अब त्यसै गरी हजुरले तिनटैको अब यसरी जोडेर अब हजुरले ग्रिड एएबिबिसीको जसरी गर्यो त्यसरी नै हजुरले एक्स्ट्रा बिमको पनि गर्न सकिन्छ। ग्रिड एए नाप्नु 3.25 2.79। अब तिनटैलाई सेमै आउँछ। यसरी नै हजुरले तिनवटा अब ग्रिड हजुरले एक्स्ट्रा बिमको लागि पनि हजुरले ग्रिड 11 र 33 यसको साइज फरक छ एक्स्ट्रा बिममा। F4 F2 F4 यो F4 F4 F2 F2 F4 F4 यसको साइज अलिकति फरक छ नि त होइन? यो दुईटा ग्रिड मिलेको छ, त्यही भएर हजुरले यो दुईटालाई एकपल्ट गरिदिएको हो अनि F2लाई छुट्टै गरिदिएको हो कि होइन? 2.1.60 र 1.14 यो हजुरले सम गर्नुभयो भने कति आउँछ? 2.74। यो दुईटाको सम गर्नुहोस् त कति आउँछ? 1.60 प्लस 1.14। हजुरले क्यालकुलेटर यही हुन्छ है त, यहाँ गएर हजुरले गर्नुहुन्छ। ल 1.14 प्लस अर्को के छ 2.74 हो 1.60 कति आयो? 2.75 होइन 1.60 ल 2.74 होइन? 2.74 आयो, त्यो 2.74 गरेको हो। अनि यो दुईटाको सेम आउँछ हजुरले 1.75 प्लस
1.29 यो दुईटैलाई हजुरले एड गरेर कति आउँछ त त्यो हजुरले लेख्नु होला है त। यो हजुरले ग्रिड 2 को भयो, एड ग्रिड 1133 को हजुरले ठ्याक्क यो लेख्नु होला। यो ग्रिड एउटा दुईटा छ 2 हुन्छ यहाँ 2। अब यसको सम भन्नुहोस् त कति छ गर्नु त 1.75 र 1.29 कति आउँछ? है त गरिरहनु भएको छ कोही पनि? 3.04 हुन्छ सर। 3.04 3.04। अब त्यसपछि यो थिकनेस हामीले कहाँबाट लिने हो? अब स्ट्राबिमको हजुरले स्ट्राबिमको चेक गर्नुहुन्छ। ल अब स्ट्राबिम हजुरले कतिको राख्नु भएको छ? डिएलआई इन्टर कति छ त 0. यसमा 14 इन्च दिएको छ होइन। अब 12/18 12 ठ्याक्क हामीले 12/24 पनि लिइरहन्छौँ। यसमा 36 दिएको छ 14 इन्चको। अनि त्यसरी हजुरले नाप्नुहुन्छ 0.36 अनि यसको हजुरले प्रडक्ट गरिदिनुहुन्छ। त्यसै गरी हजुरले यो दुइटैको आयो अनि ब्रिक सोलिङ बाथरुम। ब्रिक सोलिङ हाम्रो ब्रिक त सोलिङ बाथरुममा पनि त जान्छ नि होइन र? त्यो जान्छ। हो अब बाथरुमको लागि पनि हजुरले गरिदिने 1.96 र 1. हामीले यो बाथरुमको लागि कहाँबाट नाप्ने हो? बाथरुमको लागि कहाँबाट नाप्नुहुन्छ हजुरहरूले? ग्राउन्ड फ्लोर प्लानबाट सर। हजुर हो 1.96 भयो। अब त्यसपछि के गर्नुहुन्छ? डिएलआई इन्टर। यहाँदेखि यहाँ हजुरको भ्यालु कति छ त्यति हजुरले दिनु पर्यो। डिएलआई इन्टर यसरी हजुरले यहाँ यो लेभलदेखि यो लेभलसम्म ल कति छ 1.37 बाथरुममा पनि जान्छ। एकैतालि हाम्रो ब्रिक सोलिङ 3टा छ भने हेर्नु त ग्राउन्ड फ्लोरमा छ, फर्स्ट फ्लोरमा छ, त्यसै गरी टप फ्लोरमा छ। त्यही भएर हामीले एकैपल्ट 3 लिन सक्छौँ। 3टै ठाउँमा ब्रिक सोलिङ भयो है। यो सबै यो ब्रिक सोलिङको काम सक्यो है। अब यो टोटल गरिदिनुहुन्छ 5% एक्स्ट्रा लिइदिनुहुन्छ है त। हजुरहरूले मैले आज चाहिँ हजुरले ब्रिक सोलिङको मात्र गराएँ है। आज म अलिकति अफिसमा अहिलेसम्म छु अनि त्यही भएको कारणले अब भोलिदेखि हजुरहरूले के छ हजुरहरूले ठ्याक्क 8 बजेदेखि क्लास सुरु गरिहालौँ है त। म 7:50मा लिङ्क सेयर गर्छु। हजुरले 10 मिनट जतिमा सबैजना आइपुग्नु होला अनि 8 बजेदेखि सुरु गरिहाल्छौँ है। हुन्छ सर। ल म आजको हजुरहरूलाई भिडियो पनि चाहिएको छ, हिजोको पनि चाहिएको छ कि के? हजुर सर अनि सर हालिदिनु त्यसमा नि एड सर। गरिदिनु न सर। दुईटा भिडियो हाल्दा दुईटा भिडियो। ल आजको र हिजोको पनि म सेयर गरिदिन्छु। अब हजुरले जिमेल सबैले सेन्ड गरिदिनु होला। अस्तिकोमा ग्रुपमा त सबैजना एड हुनुहुन्छ होला। अब जो हुनुहुन्न म उहाँलाई सबलाई एड गरिदिन्छु है त। हुन्छ सर। हो सर अहिले सर अहिले हुन्छ भिडियो सर। बनाउनु सेन्ड गर्दैन बिर्सिहाल्छ हजुरले। ए हस् हुन्छ म सेन्ड गरिदिन्छु एकछिनमा। हुन्छ अहिले सर। नै म यसलाई कन्भर्ट गर्नुपर्छ, कन्भर्ट गरेर सेयर गरिदिन्छु। हजुरहरूले जो ल हुन्छ। सबैले गरेर आउनुलाई है त। हजुरहरूले क्वेसन आउँदैन सँगसँगै के हुन्छ भने अब मसँगै टु वे कम्युनिकेसन भयो भने हजुरहरूलाई पनि कहाँ के कन्फ्युजन छ के कुरा छ भनेर त बुझ्न सकिन्छ नि त होइन। त्यो वेले गइन्छ। अब म हजुरले बिचमा त्यही भएर सबैजनाले क्वेसन सोध्नलाई गर्नुपर्छ क्या सबैले, अनि बल्ल क्वेसन आउँछ। नत्रले हजुरले सबैजना हेरेको हुन्छ एट लास्ट म बिर्सिनुहुन्छ क्या सबैजनाले के गरेको थिएँ भनेर। ठिक छ हुन्छ हजुरले सर हुन्छ। सबैजनाले गरेर आउनुलाई है त।
हुन्छ हुन्छ सर हजुर हुन्छ सर हुन्छ ल गुड नाइट सर ओके ल गुड नाइट